पूर्व जन्ममा भगवानको भक्ति गर्नुहुन्थ्यो। हिजो सुन्नु पनि हजुरहरूले कि भरतजी महाराजले जो ऋषभ पुत्र हुँदा गरेको भगवानको भक्तिको कारणले मृग योनिमा पनि त्यो स्मृति ज्योंका त्यों रहे, अलिकति पनि फरक भएन। त्यस्तै आज हात्तीले पनि पूर्व जन्मको सुकृत आयो। हामीले पुण्य कर्म गरेको कुनै बेला फलीभूत हुन्छ भन्दा जुन बेला हामीलाई आपत पर्यो, हामी अहिले पुण्य गर्यौं भने भोलि हामी खोज्छौं। तर भगवानले यस्तो कृपा दिनुहुन्छ, आज गरेको पुण्य कर्म यदि हामीले गरेका छौं भने जुन बेला आपत पर्छ त्यो बेला भगवानले बचाउनुहुन्छ। अब गजेन्द्रले पूर्व जन्मलाई सम्झे। पूर्व जन्ममा इन्द्रद्युम्न हुनुहुन्थ्यो, खूब भगवानको भजन गर्नुहुन्थ्यो। अब सम्झनुभयो, प्रभु मलाई बचाउने त हजुर बाहेक यो संसारमा कोही छैन। एवं व्यवसितो बुद्ध्या समाधाय मनोहृदि। इस प्रकार बुद्धि द्वारा निश्चय गरेर अब त्यो परमात्माको भजन गर्न लाग्नुभयो, स्तुति गर्न थाल्नुभयो गजेन्द्र। ओम नमो भगवते तस्मै। म भगवानलाई नमस्कार गर्दछु, प्रणाम गर्दछु, गर्छु प्रणाम भगवन, गर्छु प्रणाम भगवन, गर्छु प्रणाम भगवन, गर्छु प्रणाम भगवन। कारणले आफूले आफ्नो लागि सञ्चिता गर्नुपर्छ, जोगाउनुपर्छ। के जोगाउने? भक्ति रूपी धन। जुन बेला आपत परेको छ, यस्तो आपत अरूले सहयोग गर्न नसक्ने आपत जतिसुकै नजिकका हुने, त्यो बेलाको लागि अहिलेदेखि यो इन्द्रिय पुष्ट हुन्जेल हरि शरण। सुखदेव स्वामीले भन्नुभयो, तस्मा झटपट देह नलड्दै नर्क नजाने काम। देह नलड्दै भनेको आँखा देख्दै भगवानको लीला पढौं, हिँड्न सक्दै भगवानको मन्दिर जाउँ, कमाउन सकन्जेल यज्ञ गरौँ, हरि शरण दान गरौँ। कमाउन सकिएन, भोलिपल्टदेखि आफ्ना सन्तानसँग पैसा थापेर हात थापेर यज्ञ नगरौँ, हरि शरण। यदि कमाउन सकिन्जेल यज्ञ गर्यो भने के हुन्छ? जब कमाउन सकिँदैन अनि चित्त दुख्दैन। त्यही स्मरण हुन्छ, जुन बेला मैले कमाउन सकेको थिएँ त्यो बेलामा त मैले गरेको थिएँ प्रभु। अब जुन बेला कमाउन सकन्जेल हातले सकन्जेल सेवा गरेर अनि अन्तिम समयमा सेवा पनि गर्न सक्दैन, कमाउन पनि सक्दैन, अनि के भन्न ठान्छ? अनि दुःखी हुन्छ, मलाई कसैले दिँदा पनि दिएन, मैले पनि गरिनँ, हरि शरण। गरेछु प्रणाम भगवन, गर्छु प्रणाम भगवन। आई उबार झट, आई उबार झट, नटुआ समान तिम्रो, नटुआ समान तिम्रो, साक्षात स्वरूप तत्व, साक्षात स्वरूप तत्व, सकते न जान कोई, सकते न जान
मनुष्य दैत्य देवता मनुष्य दैत्य। प्रभु कोही जान्न सक्दैन हजुरको रूपलाई। कसले जान्दछ? जसलाई हजुरले जनाउन चाहनुहुन्छ। हजुर यस्तो गुप्त 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 लुक्नुहुन्छ। नटुवा समान हजुरको भान छ। ब्रजमा त्यही लीला गर्न पनि भगवानले आज ब्रह्मालाई पनि आफ्नो स्वरूपको तत्त्व बताउनु भएन। ब्रह्माले भगवानले बर्हापीडं नटवरवपु कर्णयो कर्णिकारं बिभ्रतवास कनककपिशं वैजयन्तीं च बालं रन्ध्रान् वेणुरधरसुधया पूरयन् गोपवृन्दे वृन्दारण्यं सुपदरमणं प्राविशद्गीतकीर्ति हरिशरण। पहिले त छोपिनु भयो मयूरको प्वाखद्वारा, गोठालो भन्नुभयो, अर्को छोपिनु भयो हरिशरण। गोठालालाई साथी बनाउनु भयो, फेरि छोपिनु भयो। यति मात्र होइन, यी वनका पालुवाहरूलाई शिरमा लगाएर भगवान सम्पूर्ण वन्य लताहरूलाई सम्मान गर्नुभयो। कता कता ब्रह्माजीले चिन्न आँट्नु भएको थियो, गएर भालाको जुठो खाइदिनु भयो। अब त कहाँ चिन्नु हरिशरण? किनभने उसले चिनाउन चाहे पो जीवले चिन्छ। ब्रह्माजीले भन्नुभयो नि ज्ञातोसी, हजुरले आज जनाउन चाहनुभयो, मैले हजुरलाई चिने। अब कुन दिन हजुरले चाहनुहुन्छ यो भुलाइदिनुहुन्छ। भगवानले चाहनु भने जतिसुकै जानेर आफूलाई सक्षम ठाने पनि आउँदैन हजुर। कहिलेकाहीँ हामीले हजारौँपट्टि चोटि गरेको मङ्गलाचरण पनि भुल्छौँ विचार गरेर हरिशरण। त्यस्तो अनुभव छ। हजुर ब्रह्म हुनुहुन्छ। मादक प्रपन्न पशुपाश विमुक्षणाय मुक्ताय भूरि करुणाय नमो लयाय। अब करुणाको अवतार लिएर आएर मलाई उभार्नुहोस्। अन्त्यान्त पुकार गर्न थाल्नुभयो गजेन्द्रले। देखिन भरमा श्री हरिलाई, देखिन भरमा श्री हरिलाई। कमल चाली आर्तवनी, कमल
चाली आर्त बने स्तुति गर्दै हुनुहुन्थ्यो हे हरि हे नारायण भनेर जब हात उठाउनु भएको त माथि हृदयाकाशमा भगवान नारायणको दर्शन भयो अब त्यो हात्तीले हात उठायो दुईपट्टिको गोडा बाँकी थियो पछाडिको एउटा घोडा त कोहीले चापेको थियो अब हात्तीको सोड अब दुई हात अगाडिको दुई गोडा त्यसलाई हात मानेर उसले हात जोडेर भगवान नारायणलाई प्रणाम गरे भन्दछ हात्ती नारायण हरे भन्दछ हात्ती नारायण हरि हे भगवान अवलौन भनी हे भगवान अवलौन भने त्यस सरोवरमा कमल खिलेको थियो त्यस सरोवरको कमल आफ्नो सोडले अलिकति तानेर ल्यायो आज कमल ना भगवान नारायणलाई कमल उपहार दिए गजेन्द्रले कमल मात्रै दिएनन् नामको साथमा दिए बिना नाम भक्ति पूर्ण हुन सक्दैन हरि शरण सारे आतुर देखी हरिले सारै आतुर देखी हरिले ओरले झटपट आर्द्र बनी ओरली झटपट आर्द्र बने चक्र चलाई काटी ग्राह चक्र चलाई काटी